डिस्कसिङ अबाउट सेट म चाहिँ सेटको बारेमा डिस्कसन गर्न गइरहेको छु। मेनली चाहिँ हामीले सेटमा जान्नुपर्ने कुरा चाहिँ यति नै हो। युनियन, इन्टरसेक्सन, डिफरेन्स, कम्प्लिमेन्ट र सिमेट्रिक डिफरेन्स। यति भयो भने 9 क्लासको लागि इनफ पनि हुन्छ। अब सबभन्दा सुरुमा चाहिँ हामी युनियनको कुरा गरौँ। युनियन भन्नाले हामीले कम्बिनेसन बुझ्ने कि। जस्तै ए को पनि पर्यो, बी को पनि पर्यो। जस्तै यो ए को सबै एलिमेन्ट पनि परे, सँगसँगै बी को सबै एलिमेन्ट पनि परे भने यस्तोलाई चाहिँ हामीले ए युनियन बी अब युनियनलाई चाहिँ यो यु सिम्बलले डेनोट गरिन्छ। ए युनियन बीले डेनोट गरिन्छ ओभरअल चाहिँ। त्यस्तै गरी अर्को कुरा चाहिँ इन्टरसेक्सनको बारेमा। अब इन्टरसेक्सन भन्ने बित्तिकै के बुझ्ने त जस्तै हामीले कमन एलिमेन्ट भनेर पढ्यौँ नि क्लास 8 सम्ममा। कमन एलिमेन्ट जस्तै एमा पनि पर्ने, बीमा पनि पर्ने। दुइटै कमन एलिमेन्टले हामीले बीचमा लेख्थ्यौँ। हो यो बीचको भाग नै के हो त इन्टरसेक्सन हो। त्यस्तै गरी अर्को चाहिँ छ डिफरेन्स। अब डिफरेन्सको अर्थ के त? अब जस्तै डिफरेन्स पनि 2 टाइपको डिफरेन्स मैले यहाँ दिएको छु। जस्तै पहिलो छ ए माइनस बी। अब जस्तै ए माइनस बी भन्नाले के बुझ्ने त? अब एमा भएको तर बीमा भएको लिन पाइएन। जस्तै ए सर्कल त यो पनि हो। तर जुन हाम्रो यो बीमा भएको यो पार्ट छ नि यसलाई लिन पाइएन भनेपछि यति मात्र रहने भयो। यो चाहिँ ए माइनस बी भयो। त्यस्तै गरी नेक्स्ट छ बी माइनस ए यो पनि डिफरेन्स नै हो। अब यो कसरी बुझ्ने भने जस्तै अब बी को पार्ट त हो, तर यसमा ए को पार्टलाई चाहिँ रिड्युस गर्नुपर्यो। मतलब यो भाग मात्र रहने भयो, यो भाग चाहिँ रहने भएन। यसलाई हामीले सिमेट्रिक डिफरेन्स यानि कि बी माइनस ए भन्छौँ। अब अर्को छ कम्प्लिमेन्ट। अब कम्प्लिमेन्ट बुझ्नेलाई सबभन्दा मेन कुरा जस्तै ए कम्प्लिमेन्ट, बी कम्प्लिमेन्ट बुझ्नुपर्यो। अब ए कम्प्लिमेन्ट भनेको जस्तै यो यति ए हो नि, अब यो ए बाहेकको सबैलाई हामीले ए कम्प्लिमेन्टै ग्रहण गरिन्छ। त्यस्तै गरी अर्को कुरा गरौँ बी कम्प्लिमेन्ट। अब बी कम्प्लिमेन्ट भन्यौँ भने बी बाहेकको। भनेपछि यो बी वाला बल छ नि यानि कि बी वाला सेट यो चाहिँ रहने भयो। यो बाहेकको सबै पार्ट चाहिँ केमा पर्यो त बी को कम्प्लिमेन्टमा पर्यो। त्यस्तै गरी हामीसँग यहाँ चाहिँ के दिएको छ भने ए युनियन बी को कम्प्लिमेन्ट। अब ए युनियन बी भनेको यो पार्ट, यो पार्ट, यो पार्ट यो सबै पार्ट हो। अब यो बाहेकको पार्टलाई हामीले ए युनियन बी को कम्प्लिमेन्ट भन्छौँ। यानि कि यो बाहिरको पार्टलाई ए युनियन बी को कम्प्लिमेन्ट। अब मेनली हामीले बुझ्नुपर्ने कुरा चाहिँ सिमेट्रिक डिफरेन्सको हुन्छ। अब सिमेट्रिक डिफरेन्स के त? सिमेट्रिक डिफरेन्स कसरी बुझ्ने? अब सिमेट्रिक डिफरेन्सलाई हामीले यो पार्ट यो 2टा पार्टलाई हामीले सिमेट्रिक डिफरेन्स भनिन्छ। यसमा चाहिँ ए ओन्ली र बी ओन्ली मात्र पर्छ। अब ए ओन्ली भन्नाले ए माइनस बी भइहाल्यो। बी ओन्ली भन्नाले बी माइनस ए भइहाल्यो। त्यही भएर ए माइनस बी युनियन बी माइनस ए लाई हामीले सिमेट्रिक डिफरेन्स भन्न सकिन्छ। अथवा अर्को सिम्पल टर्ममा बुझ्दाखेरि चाहिँ जुन हामीले ए युनियन बी कम्बिनेसन बुझेका थियौँ, त्यो कम्बिनेसनको कमन पार्टलाई हटाएको। यो कम्बिनेसन पुरै कम्बिनेसनमा कमन पार्टलाई घटायो भने के आउँदो रहेछ त सिमेट्रिक डिफरेन्स। अब कसरी बुझ्न सकिन्छ त सिमेट्रिक डिफरेन्स? कम्बिनेसन विथआउट कमन। जस्तै ए को पनि सबै एलिमेन्ट पर्यो, बी को पनि सबै एलिमेन्ट पर्यो। तर जुन सेम एलिमेन्ट थियो नि, त्यो सेम एलिमेन्ट चाहिँ यसमा पर्ने भएन। यति नै हाम्रो सेटको डिस्क्रिप्सन। थ्याङ्क यू। किप वाचिङ। आफ्नो फिडब्याक दिनुहोला कस्तो भयो र अरू कुनै टपिकको बारेमा इन्स्ट्रक्सन चाहिएको छ भने यो युट्युब च्यानललाई फलो गर्नुहोला, सब्स्क्राइब गर्नुहोला र कुनै केही रिकमेन्डेसन भएमा कमेन्टमा लेख्नुहोला। धन्यवाद।